2026 मा नेपाली स्टुडेन्टहरुको लागि कुन चाहिँ कन्ट्री वर्थ इट छ? जर्मनी। वर्थ इट, किनभने धेरैजसो पब्लिक युनिभर्सिटिजमा ट्युसन फी निशुल्क छ, साथै ग्रेजुएसन पछि जब र पिआर को राम्रो सम्भावना छ। युएसए। नट वर्थ इट, किनभने भिजा र इमिग्रेसन पोलिसीज अनिश्चित छन् र फाइनान्शियल प्रेसर धेरै हुन्छ। युके। नट वर्थ इट, किनभने भिजा रेट राम्रो भए पनि लिभिङ एक्सपेन्सेस हाई हुनुका साथै नियमहरू कडा हुँदै गएका छन्। त्यसैले धेरै विद्यार्थीहरूका लागि रिटर्न अन इन्भेस्टमेन्ट कमजोर हुन सक्छ। अस्ट्रेलिया। नट वर्थ इट, किनभने पहिले भन्दा अहिले डकुमेन्टेसन र भिजा अप्रुभल चुनौतीपूर्ण छ। जापान। वर्थ इट, तर भाषा चाहिँ राम्रोसँग पढ्नुपर्छ, तुलनात्मक रूपमा अफोर्डेबल छ, पार्ट टाइम जबको राम्रो सुविधा छ र ग्रेजुएसन पछि एजिङ पपुलेसनका कारण रोजगारीको सम्भावना राम्रो छ।